नमस्कार छ। अनि म चाहिँ विमल बस्याल। अनि अहिले चाहिँ म कहाँ जानु लाग्यो भन्दाखेरि चाहिँ खरमारा बजार जानु लागेको। खरमारामा त ब्याङ्कमा हल्का काम छ क्या। अस्ति खाता त खोलेर आएँ। अनि अब एटिएम कार्ड साट अनि फोन म चलाउने फोन ब्याङ्किङहरू यताउति चलाउने चाहिँ बनाउनु जानु लागेको छु। अनि त्यही बनाउनु पऱ्यो नि त होइन। अब यत्रो युवा भइसकेपछि त हल्का अब ब्याङ्क एकाउन्टहरू पनि चलाउने हुनुपर्छ, अनलाइन सिस्टम पनि गर्नुपर्छ अनि एकदम राम्रो पनि हुन्छ। अनि त्यसैले चाहिँ म त्यसको लागि सानो कामले जाँदैछु। कम्ती 15-20 मिनट लाग्छ यहाँबाट जानुलाई, हाम्रो घरबाट चाहिँ बजार पुग्नलाई। बजारमै छ ब्याङ्क चाहिँ, हेर्न सक्नुहुन्छ। त्यसको भिडियो पुरै आउने छ गाइस। भनेर चाहिँ हिँड्दैछु क्या म, मास्तिरबाट हिँडेको हो त्यो बाटोबाट। यहाँबाट सिधै यस्तो घुम्दै ठ्याक्क बजार पुगिन्छ है गाइस। हेर्दै गरौँ सबजनाले, भिडियोहरू आउने छ। अनि त्यही हो गाइस, खानासाना खाएर निस्केछु म पनि। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भनेर आशा गर्दैछु म। गाइस हिँड्नु परिरहेको छ, बाइक साइक पनि छैन। अनि त्यही तपाईँहरूले एकदम सपोर्ट गरिदिनु भयो भने चाहिँ अनि म पनि यसो केही चढेर हिँड्ला। अनि तपाईँहरूको चाहिँ एकदमै सपोर्ट चाहिँ मलाई होइन चाहिरहेको छ गाइस। त्यही हो मेरो चाहिँ एकदम हम्बल रिक्वेस्ट भनौँ न। अनि अहिले हिँड्नु पाइताल हिँड्नु परिरहेको छ, के गर्नु त, पाइताल पनि कोही दिक्कत छैन। त्यही पनि आउने छ गाइस। अहिले चाहिँ हिँड्दैछु, हेर्न सक्नुहुन्छ यस्तो पारामा आइपुगेँ गाइस। त्यही हो, म त्यति साह्रो त अब भाइरल पनि होइन। अनि अहिले चाहिँ म लगभग गर्दैछु। अनि मेरो भिडियोहरू चाहिँ कस्तो भइरहेको छ कमेन्ट सबैजनाले गरिदिनु होला। हेर्नु म पनि केही गरौँला कि भनेर चाहिँ सोसियल मिडियामा आएको हो। अनि मैले धेरै पनि भनिसकेँ यो भिडियोहरूमा। अनि एकदमै तपाईँहरूले चाहिँ सेयर पनि गरिदिनु पऱ्यो भिडियोलाई, किनकि हल्का सेयर पनि कम भइरहेको, यत्रो म्यानेज गरिरहेको छु मैले, हेर्न सक्नुहुन्छ। म्यानेज त अझै गर्नेछु म। अनि अहिले फोन एन्ड्रोइड फोनबाट लिइरहेको छु। अनि तपाईँहरूले चाहिँ एकदम गर्नुभयो भने त हल्का पैसा पनि ज्यादा हुन्छ, कमाइ पनि हुन्छ भनेर चाहिँ म एकदमै कोसिस गर्दैछु। अनि अहिले चाहिँ बाटो बन्दै रहेछ यहाँनिर, हेर्न सक्नुहुन्छ। ढलाइको काम चाहिँ पुरै हुँदै रहेछ यहाँनिर, हेर्न सक्नुहुन्छ। ढलाइ भइरहेको रहेछ गाई चाहिँ त मासतिर चाहिँ फेरि। म खरमारा जाँदैछु नि त अहिले, त्यसैले यसो भिडियो बनाउँ कि भनेर यो माथि हिँडे होइन, भर्खरै बनाएर थिएँ नि बाटो बनाउँदैछ भनेर। बाटो चाहिँ बनाउँदै रहेछ नि क्या, हेर्न सक्नुहुन्छ। यहाँबाट पुरै जाम छ क्या, ढलाइ गरेको रहेछ अहिले। अनि बाटो चाहिँ एकदम यस्तो रूपमा चलिरहेको रहेछ। म पनि ठ्याक्क त्यही बेला है। अनि भिडियो क्लिप चाहिँ मैले लिइसकेँ। अनि त्यहाँबाट सब आउने छ खरमाराको। खरमारा अब यहाँबाट 10 मिनट जति लाग्छ गाइस, 10 मिनट जति हिँड्दैछु। यहाँबाट यस्तो घुमेर गयो भने त्यो पाखा देखेको छ नि, त्यो पाखा नजिकै छ क्या। अनि म चाहिँ अहिले हिँड्दैछु गाइस। सब आउँछ भिडियो, सबजनाले हेरेर माया गरिदिनु होला। जान्छु।